डाइटिङ गर्ने त यहाँ वातावरणै छैन। यहाँ घरमा यस्तो आलु प्याजको तरकारी बनेपछि खाना नखाने कुरै भएन। यहाँ राखेँ मैले तोरीको तेल, त्यसमा राखेँ जिरा, त्यसपछि सुकेको खुर्सानी अनि कुटेको लसुनलाई पनि फुराएँ। त्यसपछि राखेँ प्याज, हरियो मटर। प्याज र मटर अलिकति पाकिसकेपछि त्यसमा मैले राखेँ यो सबै थरीको मसलाहरू। त्यसपछि सबै राम्रोसँग मिक्स गरेर एकछिन पाक्न दिएँ। एकछिन पाकिसकेपछि अब मैले यहाँ राखेँ टमाटरलाई पनि एकछिन पाक्न दिएँ। टमाटर राम्रोसँग गलिसकेपछि अब मैले यहाँ राखेँ बोइल गरेर राखेको आलु। त्यसपछि स्वादअनुसार नुन राखेर मजाले मिक्स गरेँ। सबै मसलाहरू आलुमा मजाले मिक्स भइसकेपछि यहाँ राखेँ मेन इन्ग्रेडियन्ट, त्यो हो हरियो प्याज। हरियो प्याजलाई चाहिँ लास्टमा राख्नुपर्ने हुन्छ। अब यो प्याज पनि राम्रोसँग मिक्स गरिसकेपछि यहाँ मैले आलुलाई चाहिँ थिचथाच गरिदिएँ। यसो गरेपछि चाहिँ आलुको ग्रेभी राम्रो बन्छ। त्यसपछि मैले यहाँ राखेँ तातो पानी राखिसकेपछि मजाले एकछिन पकाउनु पर्ने हुन्छ। 4-5 मिनट मजाले कुक गरिसकेपछि हाम्रो आलु प्याजको तरकारी रेडी भयो। अब यसलाई हजुरहरूले चिउरासँग, भुजासँग, खानासँग, जेसँग पनि खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज एन्ड फलो फर मोर रेसिपिज। बाई।